एभ्रिवान गुड मर्निङ। होप तपाईहरु सबैजना ठिकै नै हुनुहुन्छ होला। अनि म पनि एकदमै ठिकै नै छु। अन्त अहिले चाहिँ म रेडी भएर चाहिँ हेलिप्याड जान आँटेको। आज चाहिँ हेलिप्याडमा चाहिँ इन्टरनेशनल युथ कन्क्लेभ हुँदैछ, त्यसको प्रोग्राम हैन 12, 13 र 14 तारिक हुँदैछ। अन्त म चाहिँ अहिले रेडी भएर साथीहरुलाई पर्खिरहेको छु। यहाँ एकजना साथी आयो हैन, अझै एकजना साथी आउनु छ। अन्त आज वेदरले पनि कस्तो साथ दिइरहेछ, भा भरे पानी पर्छ हैन है। अन्त आजको भिडियो चाहिँ के कस्तो हुन्छ म तपाईलाई देखाउँछु, हेरिदिनुस् होला एन्डसम्म नै। चाहिँ याङ बजार आइपुग्यौँ हेर्नु। याङ बजार पनि कति डेभलप हुँदैछ, यहाँनिर कस्तो मजाको बनाउँदैछ नि। यो सबै कुरा हो कि आदि मैले अरे बोले नेचर अवेलेबल छ, साथसाथै ग्रोथ है सबै बिग्री हुन्छ। त्यसले गर्दा यो इकोसिस्टम एम्प्लॉयमेन्ट जनरेसन द स्टेट गभर्नमेन्ट हैज गिवन टप मोस्ट प्रायोरिटी टु दिस सेक्टर। सिक्किम इज एन्डोइड विथ नेचर। कस्तो दामी देखेको है। यहाँ चाहिँ आई लभ याङ पनि लेखेको रहेछ। खाना खाने जग्गा रहेछ। खाना खाएर हैन यहाँ हेर्नु हामी कहिले भन्यो कति बेसी भिड रहेछ यहाँ पछाडि। कहिले खाना खाने जग्गामा न्यू चाहिँ यहाँ साथी भेटिएछु धेरै दिन बादमा। यता पनि छ। के भन्थ्यो डान्स गरेको रहेछ चाहिँ। आज हामी बिहान आउनु साथ डान्स गरेर आउनु चाहिँ अहिले चाहिँ गरमले यस्तो भइसकिसक्यो। मेरो हाल पनि बिहानै छ हाम्रो डान्स आइपुग्नु साथ हाम्रो डान्स भयो। यता तामाङको सबै उयो रहेछ कास्टहरूको। यहाँ चाहिँ राईको अवस्था गाइस। मम्मी र म चाहिँ बिहानदेखि नभेटेको चाहिँ अहिले मात्रै भेट्दैछु। मम्मी अहिले चाहिँ हामी घर फर्केको। यहाँ बहिनी भेटे एनसीसी लुगामा। पुलिस हेलो गाइस, पुलिसहरुको पुलिस हैन हवलदार। यो चाहिँ हामीले पुरा खान्थ्यौँ पहिला। पापाले किनिदिएको पो यहाँ त यो के मिठाई पो भन्छ यसलाई, लौका मिठाई। मम्मीले किनिरहेको रहेछ। कति पैसा टिप्यो भन त। केसरी लडेको यहाँ पनि लड्यो। A few moments later. म चाहिँ घर आइपुगेँ अब चाहिँ। अन्त आजको भिडियो चाहिँ यति नै थियो। बेसी माथि मान्छे भएर गरम त्यस्तै, अन्त त्यही भएर चाहिँ बेसी भिडियो बनाउनु पाइनँ। मैले जति गरेँ मैले भिडियोमा त्यति नै हालेको छु। अन्त तपाईहरुले लाइक कमेन्ट गरिदिनुहुन्छ भन्ने आशा छ। अन्त अर्को भिडियोमा भेट्नेछौँ तपाईहरुलाई। थ्याङ्क यू सो मच भिडियो हेरिदिनु भएको लागि।